हेलो वेलकम टु गाइस न्यू ब्लग बीवाईडी टुरमा छौँ हामी चाइना। आज हामी आइपुग्यौँ सेन्जनको बीवाईडी म्युजियममा। यहाँ चाहिँ कसरी सुरुवात भयो, कसरी बन्यो, यो सबै कुरा यहाँ हामीलाई बुझाइरहनु भएको छ, एक्सप्लेन गरिरहनु भएको छ। अमेजिङ प्लेस, एकदम रमाइलो इन्ट्रेस्टिङ ठाउँ, एकदम टेक्निकल, धेरै कुरा सिक्न मिल्ने कुराहरू छन् यसमा। सबै साथीहरूले हेरिरहनु भएको छ, बुझिरहनु भएको छ। The glow for the battery automotive and the whole product line is built by BYD. अब हामी आइपुग्यौँ BYD को हेडक्वार्टरमा सेन्जनमा। हामीलाई स्वागत नोट लेख्नु भएको छ डिस्प्लेमा, सबैले फोटो भिडियो गर्दै हुनुहुन्छ। हामीले थरीथरीको यहाँ के छ, थरीथरीको सुपर कारहरू, फ्युचर कार, यहाँ चाहिँ अब कसरी यात्रा भयो BYD को, सबै कुराहरू उहाँले देखाउनु भएको छ। सबै कुराहरू हेर्दैछौँ, बुझ्दैछौँ। यो चाहिँ यहाँहरूले लिएको हजारौँ पेटेन्टहरू। अमेजिङ, एकदम पेटेन्टहरू, धेरै उपलब्धिहरू। अब हामी यहाँ थरीथरीका ब्रान्डहरू, BYD के नाम बाओ र के भनेर लग्जरी स्पेसल ब्रान्डहरू हेर्दैछौँ हामी। साथीहरूले चेक गर्दै हुनुहुन्छ डिस्प्लेमा भएको। यो झन् लग्जरियस भ्यान, साथीहरूले हेर्दै हुनुहुन्छ। सबै कुरा मसाजदेखि लिएर सबै कुरा भएको गाडी। अमेजिङ गाडीहरू, खतरा गाडीहरू। कुनै दिन नेपालमा पनि आउलान्, यस्ता चलाउन पाइएला। फ्युचर यो त प्र्याक्टिकल भइसक्यो, चाइनामा त चलिरहेकै छ। फ्युचर कार पनि छ यहाँ, फ्युचर कार के पनि अटो, एकदम 100% अटो गाडी, विदाउट स्टेयरिङ व्हील चल्ने गाडीको डिस्प्ले। अब हामी यहाँ BYDले होस्ट गरेको मिटिङमा छौँ। कफी हाम्रो लागि, साथ फ्रुट्स र केक, कुकिज। यहाँ हामी बस्दैछौँ, छलफल गर्दैछौँ। BYD को अफिसियल पर्सनबाट हामी नलेज इन्फर्मेसन गेन गर्दैछौँ, सबैले सुनिरहेछौँ। एकदम इन्फर्मेटिभ सेसन रह्यो यो, धेरै कुरा सिक्न बुझ्न पाइयो। अब नेक्स्ट स्टेप, अब हामी चाहिँ BYDले म्यानेज गरेको लन्च, चाइनिज लन्चमा हामी एकदम स्पेसल लन्च लिँदैछौँ। सबैजना बसेर लिँदैछौँ। नेक्स्ट अब हाम्रो भयो गाडी टेस्ट ड्राइभहरू, विभिन्न खाले टेस्ट ड्राइभ। कोही पानीमा चल्ने समेत गाडी चलाउन अनुभव पाइयो, रमाइलो गर्न पाइयो। इन्ट्रेस्टिङ, हामीले बुझाउँदै एकदम हाई स्पिडमा देखि लिएर अफ रोड चलाउन मिल्नेसम्मको फ्युचरिस्टिक कारहरू, भ्यानहरू अथवा SUVहरू एकदम धेरै। यो चाहिँ हामी नेक्स्ट अब एयरपोर्टतिर छौँ। त्यहाँ हामीले यो खतरा रोबोट देख्यौँ। अब हामी नेक्स्ट सिटीमा आयौँ। यो चाहिँ BYD को फ्याक्ट्री। यो फ्याक्ट्रीमा चाहिँ लगभग प्रत्येक 50-56 सेकेन्डमा एउटा गाडी प्रोडक्सन हुँदो रहेछ, फुल्ली। अब हामी यहाँबाट पनि नेक्स्ट प्लेस जाँदैछौँ, नेक्स्ट सिटी जाँदैछौँ। आज हामी संसारमै चर्चित, साथै नेपालमा लगभग नम्बर 1 रहेको BYD को फ्याक्ट्रीमा छौँ।
एयरपोर्ट हैन हो यो रेलवे स्टेसन ट्रेन स्टेसन अहिले हामी चाइनाको बुलेट ट्रेन 307 किलोमिटर प्रति घण्टाको हिसाबले दौडिरहेको छ तर केही फिल नहुने आरामले सर आनन्दले हिँड्ने जस्तो लाग्ने सो इजी टु हामी आयो साङ्घाई आइसक्यौँ साङ्घाईको रमाइलो यो यु गार्डनमा छौँ एकदम रमाइलो यु गार्डन भन्ने एकदम त्यहाँको चर्चित फेमस ठाउँ रहेछ त्यसपछि यो त्यहाँको स्ट्रिट वकिङ स्ट्रिट बिहान बिहान चिसोमा एकदम ह्यापनिङ प्लेस रमाइलो ठाउँ रहेछ हिँड्न घुम्नलाई चिया कफी खाजा खानलाई एकदम इन्जोयबल प्लेस रमाइलो लाग्यो मजा आयो एकदम अब यहाँ हामी साङ्घाईको स्काइलाइनतिर छौँ त्यो चाहिँ चाइनाको सबभन्दा अग्लो टावरदेखि लिएर जस मेन कमर्सियल एरिया यो चाइनाको यो चाहिँ त्यहाँको साङ्घाईको फ्रेन्च एरिया फ्रेन्च कलोनी युरोपको अलिकति भाइब्स दिने खाले ह्यापनिङ प्लेस रमाइलो भिडभाड अलिकति रमाइलो गर्न मान्छेलाई चाहिँ एकदम बेस्ट प्लेस मध्ये एउटा चाइनाभित्र अलिकति युरोपियन कल्चर देखिने युरोपियन घर जस्तो सबै कुराहरू अब फेरि हामी नयाँ ठाउँ नयाँ सिटी जाँदैछौँ हामी सायद फेरि चङचिङ प्लेन चढेर फेरि हामी चङचिङ भन्ने अचम्मको सहर एकदम मन परेको मध्य सहर डाँडा काँडामा बसेको सहर तल्लाको सहर एक तल्लाबाट भित्र छिर्यो भने हल्का तल्लामा पुग्ने हराइने चाहिँ अलि दिमाग चाहिने ठाउँ दिमाग लगाएर बिर्सियो भने त ढुक्कले हराउने ठाउँ यो चाहिँ चङचिङ यस्तो छ अग्लो ठाउँ एक बिल्डिङ सकिन्छ फेरि त्यसको माथि अर्को तल्ला अर्को बिल्डिङ स्टेप भएको फेरि नि यस्तो खाले स्पेसल प्लेस लाइफमा एकचोटि घुम्नै पर्ने ठाउँ अब हामी जाँदैछौँ त्यही चङचिङको मेन स्क्वेयर सिटी स्क्वेयरतिर डिफ्रेन्ट टाइपको बिल्डिङहरू अमेजिङ आर्किटेक्चरहरू अनि फ्युचरिस्टिक टाइपको यो चाहिँ त्यहाँको मेन एरिया मेन स्क्वेयर ह्यापनिङ एरिया ब्रान्डेड सोरुमदेखि लिएर हरेक कुराहरू भएको ठाउँ सपिङ गर्न मिल्ने ठाउँ एकदम हामीले पनि अलिअलि अनुभव गऱ्यौँ यहाँको सपिङ राम्रो कुराहरू पाउने चाइना भन्दैमा एकदम सस्तो चिज मात्रै पाउने होइन रहेछ राम्रो पनि पाउने अब हामी त्यस चङचिङको एरियामा त्यहाँ चाहिँ मोनोरेल ब्याट्रीबाट चल्ने त्यसको अनुभव लिँदैछौँ छोटो सानो चुटुक्क पुरै इलेक्ट्रिक पुरै सिटी घुम्न मिल्ने यसमा चढेर हामी त्यहाँ एउटा स्क्वेयरमा आयौँ चङचिङको लन्चपछि त्यहाँको लोकलहरू सधैँ यो त्यहाँको योगा लोकल डान्सहरू गर्ने रमाइलो गर्ने एकदम मजा आउने हेर्दा पनि फेरि हामी अर्को बुलेट ट्रेन चढेर हामी जाँदैछौँ चेङडुतिर अर्को सिटी चाइनाको वान अफ द टप 3rd 4th सिटी यहाँ चाहिँ हामी आइपुग्यौँ चेङडुको स्क्वेयरमा राति रमाइलो ठुलो भव्य एकदम मजा आउने रमाइलो एकदम चेङडु यहाँ यो सिटीमा चाहिँ नेपालबाट डाइरेक्ट सिचुवान एयरको फ्लाइटहरू जान्छ यो पनि घुम्नु पर्ने सिटी नै हो एकदम राम्रो रमाइलो सिटी छ यो हजुरहरू पनि समय मिल्यो भने एकचोटि घुम्नु होला त्यही अब हामी चेङडुको स्क्वेयर त्यही स्क्वेयर भनेको त्यहाँको
मेन चोक, यसको तल सबै बजार छ, दायाँ बायाँ चाहिँ। यो चाहिँ को हुनुहुन्छ त्यहाँको चाइनाको फेमस हिरो, हेर्नु होला। हामी जाँदैछौँ वर्ल्डको पाण्डाको एकदम प्रिजर्भ गर्ने सबै कुरा, पाण्डाको वर्ल्डको सबभन्दा ठुलो सेन्टरमा, ठुलो एरियामा, एकदम सानो माउन्टेनमा रहेको ठाउँ, रमाइलो ठाउँ, चिसो। एकदम हामी विन्टरतिर गएको हौँ, एकदम चिसो फिल भइरहेछ। ल हेर्नुहोस्, अब पाण्डाहरू देख्नुहुन्छ तपाईँले, क्युट पाण्डाहरू। अब यिनीहरूको काम चाहिँ इट पुप स्लिप मात्रै हो, बाँस खाने, शौचालय जाने, सुत्ने, दिनभरिको यिनीहरूको काम, चिलाउने, कनाउने, सुत्ने, त्यस आफ्नै दुनियाँमा आनन्दले बस्ने। एकदम रमाइलो। अब खानुभयो, अब त्यसपछि आफ्नो कार्यक्रम। कुङफु पाण्डा। ल यो चाइनाको टुर पनि हाम्रो यहीँ सक्यो। धन्यवाद हेरिदिनु भएकोमा। फलो, लाइक, सेयर, सब्सक्राइब सबै गरिदिनु ल। धेरै धन्यवाद। इन्जोय। चाइना घुम्न पर्ने ठाउँ घुम्नु होला। बाई बाई। थ्याङ्क यू एभ्रिवान। बाई।